कस्तो छ अरे मम्मी घेवर मिठाई छै मम्मी ओहिमे नहीं लागते नूलगर तेलगर हेलो गाइज आज चाहिँ साउनको 15 गते है साउनको 15 गते चाहिँ यता नेपालमा हाम्रो खिर खाने चलन छ हैन त्यसैको लागि चाहिँ आज म खिर बनाउन जाँदैछु है अनि रेसिपी चाहिँ एकदम सिम्पल छ जस्तो अब सबैको त्यही त हो नि रेसिपी हैन त्यही पनि म देखाउन जाँदैछु अनि प्लसमा आज चाहिँ घेवर पनि बनाउन जाँदैछु है गाइज घेवर चाहिँ मैले फर्स्ट टाइम नै ट्राई गर्न लागेको हो है अनि खिर बनाउनको लागि चाहिँ मैले पहिला सुरु 2 चम्चा घिउ राखेँ यो चाहिँ हाम्रो घरमै बनाएको घिउ हो अनि त्यस पछाडि अब यो धुवा भएछ कि स्टिलको भाँडाले गर्दाखेरि हैन छिटै तातिन्छ नि त यो भाँडा त अनि त्यही भएर अब चाहिँ ड्राई फ्रुट्स चाहिँ मैले अगाडि नै काटेर राखिसकेको थिएँ त्यो ड्राई फ्रुट्सहरुलाई चाहिँ म घिउमा भुट्छु पहिला सुरु मजाले रातो हुने गरी भुट्छु हैन यसले गर्दाखेरि चाहिँ टेस्ट अलिकति राम्रो आउँछ ड्राई फ्रुट्सको पनि अनि अब चाहिँ यता खिर पाक्दै गर्दाखेरि म साइड बाइ साइड घेवरको लागि पनि प्रेप गर्दै जान्छु अनि त्यसको लागि चाहिँ मैले 2 चम्चा घिउ राखेँ पहिला सुरु अनि यसलाई चाहिँ फिट्नको लागि चाहिँ हैन आइस युज गरिन्दो रहेछ हैन मैले रेसिपी हेरेको अनुसारले अनि 3-4 वटा क्युब आइसको राखेँ मैले अनि यसलाई चाहिँ मज्जाले फिट्नु पर्छ त्यो हुन्छ नि पुरै सेतो हुने गरी फिट्नु पर्दो रहेछ यता चाहिँ खिर पनि पाक्दै छ हैन अब यता साइड बाइ साइड म घेवरको लागि प्रिपेयर पनि गर्दै छु यसमा चाहिँ मैले थोरै मैदा आधी कप जति मैदाको पिठो र अलिकति बेसन पनि हालेको छु मैले थोरै बेसन चाहिँ 1 चम्चा जति मात्र हालेको छु हैन अनि मैदा चाहिँ अलिक कम भयो जस्तो लागेर मैले मैदा अलिकति बढी अलिक थोरै थपे हैन यसमा अनि यसलाई चाहिँ बिस्तारै मल्नु पर्छ हैन अनि यसमा चाहिँ चिसो पानी हालिन्छ के बिस्तारै गरेर चिसो पानी चाहिँ बिस्तारै हालेर फिट्नु पर्छ यसरी चाहिँ मैले चिसो पानी हाल्दै गरे फिट्दै गए सुरुमा चाहिँ ब्याटर हुन्छ नि ब्याटर त के भन्नु सुरुमा डो जस्तो बन्यो त्यसपछि बिस्तारै हामी यसलाई ब्याटर बनाउँछौं मेरो पनि यो फर्स्ट टाइम थियो हैन अब केही मिस्टेक भएको होला रेसिपीमा तर बन्न त राम्रो नै बनेको छ लास्टमा अनि ब्याटर बनाउँदाखेरि चाहिँ यसरी नै स्ट्रगल गर्दै थिएँ मसँग चाहिँ राम्रोसँग बनिरहेको थिएन फर्स्ट टाइमले गर्दाखेरि है तै पनि ट्राई गर्दैछु राम्रो बनाउने अब यसरी बिस्तारै फिट्दै गरेर ब्याटरलाई चाहिँ मजाले पातलो बनाउँदै जाने जसमा चाहिँ लम्प्सहरु नबसोस् हैन यता चाहिँ अब खिर पनि पाकिसक्यो हाम्रो लगभग हैन अनि यता मैले ब्याटर पनि बनाइसके अब यसरी चाहिँ मैले यो बट्टा चाहिँ मैले अगाडि नै किनेर राखिसकेको थिएँ तेल चाहिँ हुन्छ नि अब यसको स्पेशल भाँडा चाहिन्छ त्यो नभएर मैले चाहिँ ताप्केमै गएँ हैन चिया पकाउने भाँडा हो यो यसरी चाहिँ मैले यो भाँडामा हाल्दै छु यसमा राम्रो सेप आउँछ भनेर हैन बिस्तारै गरेर थोरै गरेर हाल्नु पर्दो रहेछ बिचमा चाहिँ होल हुने गरी एउटा सानो हुन्छ नि राम्रो परफेक्ट भयो है पातलो चाहिँ पातलो भयो बट फर्स्ट टाइमको लागि इज परफेक्ट मलाई चाहिँ अब अझै राम्रोसँग बनाउन सक्छु भन्ने हौसला आएको छ है कन्फिडेन्स मैले एक्सपेक्टेड गरेर थिएँ है आई लभ माइसेल्फ अनि यतातिर हाम्रो पाक्ने सबै लगभग है अब यता ग्यास चाहिँ बन्द गरिदिएँ पाकिसक्यो नै लगभग पाकिसक्यो
अब चाहिँ प्लेटिङको बेला आयो। सुरुमा चाहिँ मैले चास्नी हालेँ अनि त्यस पछाडि मैले रबडी चाहिँ अगाडि नै बनाएर राखेको थिएँ। यो चाहिँ कस्तो राम्रो भएछ कि मैले 1 लिटर दुधमा अलिकति मिल्क पाउडर पनि युज गरेको थिएँ यो बनाउनको लागि अनि थोरै चिनी पनि हालेको थिएँ। कस्तो राम्रो टर्न आउट भएछ है, टेस्ट पनि कस्तो मिठो थियो। अनि यसरी चाहिँ मैले प्लेटिङ गर्दैछु। घेवरको माथि माथि अलिकति हालेर सबैतिरबाट मजाले पुग्ने गरी यसरी स्प्रेड गरेर खाँदाखेरि चाहिँ घेवर कस्तो मिठो टेस्ट आउँछ रहेछ कि। अनि अब यस पछाडि चाहिँ मैले नारियललाई चाहिँ ग्रेट गरेको थिएँ। नारियल ग्रेट गरेर अनि माथिबाट छर्किदिने, नारियलको टेस्ट पनि आउँछ। अनि त्यस पछाडि फ्रेस रोज पेटल्सहरू मैले हालेँ डेकोरेसनको लागि। यो चाहिँ एडिबल हुन्छ, सो कुनै प्रब्लम पनि हुँदैन। अनि यु क्यान सी कस्तो राम्रो टर्न आउट भएछ है। घेवर फर्स्ट टाइम बनाएको होइन, तर फर्स्ट टाइमको हिसाबले चाहिँ एकदम राम्रो भएको छ। अब खाँदाखेरि पनि त्यत्तिकै मिठो होला। अब चाहिँ म टेस्ट गरेर पनि देखाउँछु है तपाईँहरूलाई कस्तो भएको छ भनेर। फर्स्ट बाइट गाइज, कस्तो मिठो भएको छ नि। ओहो, मैले एक्सपेक्ट चाहिँ गरेको थिइनँ है यस्तो राम्रो बन्छ होला भनेर, बट आई लभ माई ह्यान्ड्स। अब चाहिँ मैले बनाइसकेँ, अब चाहिँ टेस्टिङको बेला छ होइन, कस्तो भयो भनेर। पहिला सुरु म मिलाइदिउँ है त। मम्मी सबैजनालाई चाहिँ बिस्तारै टेस्टिङ गराउनु पऱ्यो कस्तो भएको छ भनेर। ल है गाइस, अब चाहिँ फ्यामिली एप्रुभ हुन्छ कि हुँदैन हेरौँ। किन मुख बिगारेको? आहा कति मिठो छ। आहा ल है गाइज, फ्यामिली एप्रुभ भयो, सबैलाई मन परेन होइन। कस्तो छ मम्मी? मिठो छ। आन्टी मिठो छ, यम्मी छ, यम्मी। कस्तो छ अरे मम्मी? नुन का तेल नहीं लगे छे। घेवर मिठाई छे मम्मी, ओइ में नहीं लगते नून का तेल घर। घेवर मिठाई छे। हां गाइस, अघि नै देखि म किचनमा यसमा त्यो पकाउँदा मेरो टाउ यस्तो दुखिसक्यो। अब चाहिँ फाइनली मैले सबै सकाएँ, कामहरू पनि सकाएँ, मम्मीहरूको रिभ्यू पनि लिएँ है। मैले चाहिँ भन्नुपर्दा थाहा छ फर्स्ट टाइम, लाइक भन्दा विश्वास लाग्दैन होला होइन, तर मैले फर्स्ट टाइम खिर पनि अहिलेसम्म कहिले बनाएको थिइनँ। मम्मीहरूले बनाउनु हुन्थ्यो, सबैजना बनाउँदाखेरि म हेरिरहेको हुन्थेँ, बट बनाएको चाहिँ थिइनँ मैले कहिले पनि खिर। आज मैले खिर पनि फर्स्ट टाइम बनाएको। घेवर त झन् मैले घेवरसँग त मेरो इन्ट्रोडक्सन पनि भर्खर भएको, मलाई त थाहा पनि थिएन अझ लाइक घेवर के हो भनेर। भर्खर देखेँ मैले, अनि मेरो इन्स्टामा चाहिँ होइन रेसिपिजहरू यसको यति धेरै आइरहेको थियो नि। अनि इन्डियातिरको चाहिँ फेमस उयो रहेछ क्या, मिठाई रहेछ होइन घेवर, मारवाडीहरूको मेन चाहिँ। अनि मलाई पनि ट्राई गर्न मन लागिरहेको थियो कि, रेसिपी चाहिँ मलाई सिम्पल जस्तो लागिरहेको थियो। अनि मैले ट्राई गर्नु पऱ्यो भनेको। अनि कति धेरैको मैले भिडियोहरू हेर्दाखेरि कतिको चाहिँ बिग्रेको पनि थियो। अनि त्योहरू देखेर चाहिँ मलाई नबनाऊँ कि जस्तो पनि लागिरहेको थियो। बट मैले सोचेँ कि अब एकचोटि ट्राई गर्दैमा के नै हुन्छ र भन्ने जस्तो लाग्यो। अनि मैले ल त ट्राई गरौँ भनेर सबै सामानहरू बिहानै लिएर आएँ है। अनि त्यस पछाडि सबै प्रिपेयर गरेँ अनि बनाएँ। एन्ड इट टर्न आउट सो गुड। इट वाज बियोन्ड माई एक्सपेक्टेसन। मैले त एक्सपेक्ट पनि गरेको थिइनँ यदि राम्रो बन्छ होला घेवर भनेर। सो मेरो लागि त लाइक एक्सपिरियन्स वाज टप नच होइन। सबै कुरो राम्रो भयो, पर्फेक्टली भयो। सबैजनाले खिर खानुभयो होला आज, खिर खाने दिनमा साउन 15 गते। अनि कसको घरमा के को खिर पाक्यो भनेर मलाई भन्नु होला ल। खिर पनि किन त डिफ्रेन्ट भेराइटिजमा हुन्छ नि त। अनि के को खिर खानुभयो कि खानु भएन भनेर मलाई कमेन्ट सेक्सनमा भन्नु होला ल। गाइज, आजको लागि चाहिँ यति नै। अब बाँकीको भिडियो भोलि आउनेछ। आज चाहिँ मेरो दिन त्यसैमा बित्यो, बनाउँदै खाँदै खुवाउँदै त्यसैमा बित्यो। सो अहिलेलाई चाहिँ टाटा, टेक केयर, बाई बाई।